am Nepali, you motherfucker. Hey guys, what's up? Again, welcome to my channel. Review by Ajay. के छ सन्चै हुनुहुन्छ होला। आज फेरि हामी रिभ्यू गर्न गइरहेको हैन, मच वेटेड मुभीको हैन, मच वेटेड मुभीको ट्रेलर आइसकेको छ। आउटलेट दफा 219 को नेपाली मुभीमा फर्स्ट वेट हैन यसरी ब्रुचुअलिटी मुभी आएको रहेछ गाइज, जुन चाहिँ अब कास्टको कुरा गर्दाखेरि अब धम्लाको नि हेर आएको रहेछ, जुन न्युज रिपोर्टर छ हैन, जनता जान्न चाहन्छ त्यसकै धम्ला पनि हेराकै रहेछ। अनि मेन कास्टको लिडको कुरा गर्दाखेरि मेन लिडमा भन्दाखेरि सुशील श्रेष्ठ हैन, अनि अरू भन्दाखेरि यसको डाइरेक्टको कुरा गर्दा बेकी महाराजन सरले डाइरेक्ट गर्नु भएको छ हैन खै। अनि सुशील श्रेष्ठ मेन लिडमा छ गाइज हैन। अब यसको बजेटको कुरा गर्दाखेरि यो मुभीको बजेट 6 देखि 7 करोडसम्म लागेको रहेछ यो बजेटको कुरा गर्दाखेरि। अब मुभीको कुरा गर्दाखेरि रहेछ फेरि बिजिएम भयो हैन, जुन लोकेसनमा यसको सुट भएको छ गाइज, जुन यसको डायलग डेलिभरी छ हैन, त्यो सबै बवाल छ हैन। मलाई त लास्ट मन पर्यो हैन आउटलुकको ट्रेलर हैन गाइस। यो हैन कि मलाई यसको ब्रुचुअलिटी सब, किनभने पहिलोचोटि योभन्दा पहिला पिताम्बरको टिजर आएको थिएन गाइस, मैले रिभ्यू गरेको होला, च्यानलमा छ होला, हेरिदिनु होला हैन। ऊ भन्दा नि यो मुभीको जुन ब्रुचुअलिटी हेराएको छ हैन, जुन मुभीको अब एक्सन छ हैन, एक्सन डायलग बवाल जुन मुभीको यो सुट भएको छ बाहिरतिर हैन, त्यो दामी लाग्यो कि। अनि यो हिरोको अब पहिला कुनै मुभी लपसपको आउँथ्यो हैन, त्यति नचल्ने हैन। अब यही हो सुशील श्रेष्ठको हैन कम ब्याक हुँदैछ गाइज। अब यसको रिभ्यूको कुरा गर्दाखेरि वाट्सएप माउथ हुनु पर्यो गाइज, यो मुभीको वाट्सएप माउथ राम्रो भयो भने राम्रो चल्छ होला हैन गाइज। यो हैन कि चल्दैन, राम्रो चल्छ। ब्रुचुअलिटी ब्लसलटको हेराइरहेको छ। भक्कत साउथ मुभीमा मार्को आएको थियो, त्योभन्दा नि खतरा लाग्यो कि यसको ट्रेलर हेर्दाखेरि गाइज। आफूहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला हैन यो मुभीको बारेमा। यसको ट्रेलर हेर्दाखेरि हैन गाइज, यो मुभी मार्च 29 को चैत फागुन 29 को आउँदैछ गाइज, सबैजना हेरिदिनु होला हैन गाइज। मलाई यसको बवाल लाग्यो हैन, यसको ट्रेलर दामी लाग्यो। सबैभन्दा यसको टिजरहरू हैन, यसको लुकहरू हैन, यसको अब यसको कहानीको कुरा गर्दाखेरि गाइस, यसको कहानी एउटा राजनीतिक बेस छ क्या, यसको राजनीतिक बेस छ क्या, लाइक डनमाथि हेराएको छ। अब फसाउन खोज्यो होला हैन, यो हिरोलाई फसाउन खोज्यो होला, हिरो त्यहाँ गएर अब ड्रिल सिल हानिरहेको होला, त्यही माथि बेस छ यो मुभी खास। पहिलाको यो एक कुनै यो रियलिस्टिक वे आधारित हैन त, खास त्यस्तै इसारा गरिरहेको छ क्या यो मुभी। राजनीतिक बेस छ क्या, हेराउन खोजिरहेको नेपालमा के कसो चलिरहेछ भनेर, त्यही बेसमा आधारित छ यो मुभी गाइज। आउँछ क्या जुन हिरोको लुक छ हैन, ब्लड एस पुरै के हामी गुजबम्स आउँदैछ गाइस। यस्तै भिडियोको लागि सब्सक्राइब अनि सेयर गरिदिनु होला गाइस। अगेन फेरि भेटिन्छ होला गाइस। थ्याङ्क यू गाइस, सब्सक्राइब द च्यानल गाइस।